झिलमिल बत्ती तथा बत्तीहरू बाल्दा अपनाउनुपर्ने इलेक्ट्रिक फायर सेफ्टी सम्बन्धी जानकारी। यो झिलमिली भीड़भाड़ से कहाँ यताबाट गयो? अझै 8-9 बजीतिर आउनु पर्दैछ है। इलेक्ट्रिक फायर सेफ्टीको लागि सबैले बन्ने वस्तु बिजुलीको झिल्का निस्किने ठाउँमा भन्दा 5 मिटर टाढा राख्नुहोस् र आफ्नो धनजनको क्षति हुनबाट जोगाउनुहोस्। धन्यवाद जनचेतनाको लागि। लाइन त अफ भइसकेको छ। यहाँ मिटरमा बत्ती बलिरहेछ। यहाँ मिटरमा बत्ती बलिरहेछ। यो दृश्य स्वयम्भूको जुन यहाँ बिजुलीको तारहरू आगो लागिरहेको छ हेर्नुहोस्।